ओम शान्ति। ब्रह्मकुमारी राजयोगमा संलग्न रहनुभएका जति पनि दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरू हुनुहुन्छ, उहाँहरूको अनुहारमा एउटा बेग्लै किसिमको चमक छ। उहाँहरू श्रृङ्गार पनि गर्नुहुन्न, तर त्यो चमक यो विश्वको सबैभन्दा उत्कृष्ट मेकअप आर्टिस्ट, श्रृङ्गार कलाकारलाई बोलाएर ल्यायो भने अनुहारमा यो उज्यालोले देखाउन सक्दैन। त्यति उज्यालो छ तपाईँहरूको अनुहारमा। त्यो बेग्लै एउटा कान्ति छ, त्यो बेग्लै एउटा कान्ति देखिन्छ। त्यो साँच्चै नै सकारात्मक सोच, राम्रो भोजन, सुसंस्कृत संस्कार र यी सबै तपाईँहरूले प्राप्त गर्नुभएका ज्ञानले नै तपाईँको अनुहारमा, तपाईँको हृदयभित्रको उज्यालो तपाईँको अनुहारमा देखिएको हो। हृदयको त्यो उज्यालो तपाईँहरूको अनुहारमा झलझलाकार देखिन्छ। म सबैभन्दा बढी त्यसैबाट प्रभावित भएको छु। एउटा प्रसङ्ग जोड्छु। अघिल्लो निर्वाचनको अभियान सुरु गर्दा म सबभन्दा पहिला यही पवित्र स्थानमा छिरेको थिएँ, यहीँबाट आफ्नो अभियान सुरु गरेको थिएँ। यसपटक उपनिर्वाचन लड्दा यहाँबाट बिट मारे, अन्तिम दिन फेरि यहीँ म आइपुगेँ। थाहा छैन मलाई के मोहनी लगाएको छ यो ठाउँले। यो ठाउँ सुरुवातदेखि नै मेरो प्रिय ठाउँ बनेको छ। ठाउँ आफैमा प्रिय हुँदैन, त्यसको भौतिक संरचनाले त्यसलाई प्रिय बनाउँदैन। त्यसभित्र यदि गुड भाइब्स भन्छन् नि अङ्ग्रेजीमा, एउटा राम्रो त्यो तरङ्ग भनौँ, ऊर्जा त्यो भवनभित्र तब मात्र सम्भव छ। तब त्यहाँ त्यस्तै किसिमका भावना भएका मानिसहरू एकत्रित हुन्छन्। यहाँ त्यस्तै मानिसहरू एकत्रित भएका छन् जसको अनुहार उज्यालो छ, क्रोधहरू छैनन्, लोभहरू छैनन्। यस्ता मानिसहरू जम्मा भएर सधैँ ध्यान गर्ने, राम्रो कुरा सोच्ने, विश्व शान्तिको कामना गर्ने, आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नो क्षेत्र, आफ्नो देशको शान्तिको कामना गर्ने र शान्त ढङ्गले ध्यान गर्ने ठाउँमा शक्तिको के कमी हुन्थ्यो र त्यसैले म वास्तवमा आफूलाई ऊर्जावान बनाउन शान्त रूपमा यहाँ आउँछु र यहाँबाट ऊर्जा नुहाएर जान्छु। कहिलेकाहीँ डर पनि लाग्छ, यत्रो ठुलो जिम्मेवारी छ, यत्रो ठुलो अपेक्षा छ, के गर्ने भने न कहीँ माटोमा मिलाइने पो हो कि, न कतै मति भ्रष्ट हुन्छ कि भन्ने डर कहिलेकाहीँ लाग्छ। त्यति बेला हो मान्छेलाई आध्यात्मिकताको आवश्यकता पर्ने, त्यतिखेर हो मान्छेलाई ध्यानको आवश्यकता पर्ने। यो मनमाथिको नियन्त्रण असाध्यै जरुरी हुँदो रहेछ। हामी कहाँ समाज अध्ययन चाहिँ सबैभन्दा महत्त्वपूर्ण हुने रहेछ। समाजको अध्ययन गरेर उमेरको एउटा निश्चित समूहमा पुगिसकेपछि मानिसले अध्यात्मको सहारा लिएको देखिरहँदा साँच्चै नै उहाँले भन्नुभए जस्तै यो सुरुवाती चरणमा नै मानिसमा अध्यात्मको चेतना र अध्यात्मको ज्ञान भयो भने समाजको स्वरूपै बदलिन्छ। जस्तो अहिले हामी कति शान्त सौम्य बोलिरहेका छौँ। म त अलिक चर्को बोल्ने मान्छे, म पनि कति शान्त बोलिरहेको छु। हेर्नुहोस् न, यसको प्रभाव भनेको प्रभाव त पर्दो रहेछ नि, भर्खरै पर्यो नि। म त धेरै अलिक चर्को सुन्नु पर्छु, तपाईँले सुन्नुभएको पनि छ, तर कति शान्तसँग बोलिएको छ। मतलब यो ठाउँमा ऊर्जा छ भन्नुको अर्थ यही हो। मान्नुहोस्, मानव जीवनमा सुरुवातदेखि नै, बाल्यकालदेखि नै यही किसिमको सामाजिक चेतनाको विकास गराएर हाम्रो हुर्कने, बढ्ने र पढ्ने तरिका यही भयो भने आखिर समाजलाई दिने त यही नै हो नि। इनपुट अनुसारको आउटपुट भनिन्छ नि। हामीले के ग्रहण गर्यौँ त्यो ग्रहण गरे अनुसार हामीले अभिव्यक्त गर्ने हो। मलाई विश्वास छ यहाँहरू जुन संस्थाभित्र आबद्ध भएर जीवन र जगतलाई हेर्ने र बुझ्ने प्रयत्न गरिरहनु भएको छ, तपाईँले प्राप्त गर्नुभएको ज्ञान, तपाईँले प्राप्त गर्नुभएको संस्कारले यो समाज विकसित हुनेछ। म यो संस्था फैलियोस् भन्ने चाहन्छु। यो संस्था अझै बढी धेरै ठाउँमा पुगोस् र धेरै मानिसहरूलाई यस्तै किसिमको संस्कारयुक्त आध्यात्मिक चेतना बाँड्न सकोस् भन्ने म हार्दिक शुभकामना अभिव्यक्त गर्न चाहन्छु। यो अध्यात्मको मन्दिर, यसले अध्यात्मका कुराहरू गरोस्, जीवन र जगतका कुराहरू गरोस्, विश्व शान्तिको कुरा गरोस्, राम्रा कुराहरू गरोस्, सकारात्मक ऊर्जा छर्ने काम गरोस्। यो संस्थाप्रति म आभारी छु। धेरै धेरै धन्यवाद दिँदै बिदा चाहन्छु। ओम शान्ति। सुनौ सुनौ यो खुशीको खबर, शिवको शक्ति आयो।